स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। आज मैले तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर आएको छु कि घरमा वाल पुट्टी गर्दाखेरि कसरी वाल पुट्टी लगाउने हो त्यो फुल प्रोसेस म तपाईहरुलाई देखाउँछु र हाम्रो यहाँनिर दाजुहरुले कसरी पेन्ट मारेको छ त्यो म तपाईहरुलाई देखाउँछु। यहाँनिर सबैभन्दा पहिले वाल पुट्टीको बस्ता खोल्नु पर्छ, त्यो भित्र फेरि डबल पेकिङ हुन्छ, त्यो भित्र डबल पेकिङलाई पनि खोल्नु पर्छ। त्यसपछि हामीले एउटा एक बाल्टी पानी लिनुपर्छ, त्यो बाल्टीमा आधा पानी लगाएर त्यो बाल्टीमा फेरि अलिकति अब आफ्नो हिसाबले लगाउनु पर्छ, लगाएर आफ्नो हिसाबले जति आफ्नो क्यापेसिटी छ एक बारमा जति बनिन्छ त्यो बाल्टीको हिसाबले आफूले बाल्टीमा लगाउनु पर्छ पुट्टी। त्यसपछि त्यसलाई घोल्नु पर्छ, जबसम्म घोल्दा घोल्दा जबसम्म लिटो जस्तो हुँदैन आटा जस्तो तबसम्म त्यसलाई घोल्नु पर्छ पुटिङलाई। यो त जुन पुटिङ छ यो त वाटरप्रुफ हो, तपाईले भित्रका लागि त नर्मली पनि लगाउन सक्नुहुन्छ, यो बाहिर छ त भनेर वाटरप्रुफ दिएको यसमा वाटरप्रुफ पुटी हुँदैछ। यो रुममा नयाँ फाउन्डेसन हो, यसमा पहिले नै पुटिङ भइसक्यो तर त्यो मिस्त्रीले राम्रो नबनाउने गर्दा उनीहरुलाई बोलाको। उनीहरु बहुत राम्रो मिस्त्री हो, हाम्रो एरियाको राम्रो रेटमा गर्छ, प्लस उनीहरुको काम पनि राम्रो छ। तपाईहरु हेर्न सक्नुहुन्छ उनीहरुले कति राम्रो पेन्टिङ पुटिङ मार्दै छ, हेर्न सक्नुहुन्छ। यति राम्रो फिनिशिङ एकै बारमा उनीहरुको काम चाहिँ यति राम्रो छ कि सबैले यहाँनिर मन पराउँछ र उनीहरु यति फेमस छ हाम्रो एरियामा। हेर्न सक्नुहुन्छ यति लामो लामो तान्दैछ पुटिङ पनि, यति दागीहरु पनि छैन पुटिङमा, यति बढिया पुटिङ मार्दै छ। हाम्रो यो दुईटा दाजु हो, हाम्रो पडोसी दाजु नै हो, उनीहरु यति राम्रो पुटिङ मार्दै हुन्छ। अगर कसैलाई घरमा पुटिङहरु मार्नु छ भने उ दाजुहरुसँग सम्पर्क गर्नुहुन्छ या मलाई मेसेज गर्नु सक्नुहुन्छ। उनीहरुले सस्तो भन्दा सस्तो रेटमा पुटिङ, पेन्टिङ, प्राइमर सबै मार्दिन्छ उनीहरुले र काम पनि छिट्टो गरेर निकाल्छ। हेर्नुस् सिलिङ टिममा पनि अब पुटिङ मार्दैछ। पहिले सबभन्दा जुन पुरानो पेन्टरले मारेको थियो राम्रो मारेको थिएन, डबल कोट मार्दा पनि पुरा दागी दागी बनाएको थियो र सिलिङमा हेर्नुहोस् यति दागी दागी छ। अब उनीहरुको काम गर्ने स्टाइल नै बेलेग छ। कति सानो सानो सिमेन्टको थियो उनीहरु लगाइसक्यो, त्यसपछि अब पुटिङ मार्दैछ। हेर्न सक्नुहुन्छ कति राम्ररी पुटिङ लगाउँदैछ, उनीहरुको फिनिशिङ हेर्नुहोस्। लास्टमा तपाईहरुलाई म अवश्य देखाउनु छु, फिनिशिङ हेर्नुहोस् यति राम्रो पुटिङ मार्दैछ। तपाईहरुले पुटिङ मार्दा हमेशा एसियनको मार्नु, एसियनको राम्रो फिनिशिङ आउँछ, रेट पनि यति ज्यादा पर्दैन, प्लस एसियनको पुटिङ सबभन्दा बेस्ट पुटिङ हो। तपाईहरुले नेटमा सर्च गर्नु, जहाँ सर्च गर्नु र भित्रको लागि त नर्मल पनि युज हुन्छ, बाहिरको चाहिँ वाटरप्रुफको चाहिँ अलिकति अब रेटमा डिफरेन्स पर्छ, नर्मलको भन्दा डबल डिफरेन्स पर्छ रेटमा। उनीहरुको काम गरे स्टाइल हेर्नुहोस् यति बढियाले गर्दैछ, सबैले आफ्नो पेटको लागि नै गर्छ, प्लस उनीहरु यति राम्रो पेन्ट गर्छ उनीहरुले। तपाईहरु जहाँबाट यो भिडियो हेर्नु हुँदैछ प्लिज कमेन्टमा बताइदिनु होला। हेर्न सक्नुहुन्छ उनीहरुले पुटिङ मारेको कति राम्रो फिनिशिङ आयो। भिडियो मन परेमा लाइक, कमेन्ट, सब्स्क्राइब अवश्य गर्नु होला। आजको लागि यति नै हो, बाइ।